Namaste everyone, welcome back to my channel Sarus Travel Diaries मा हजुरहरुलाई स्वागत छ अनि आज हामी चाहिँ आज यता गुड फ्राइडे को पब्लिक होलिडे छ अनि हामी यहाँ घुम्न आएका छौं Pancake Rock अनि यो चाहिँ on the way हो. On a trip from Nelson to Pancake Rocks in the South Island of New Zealand. It's informative, relaxed, and fits a travel vlog style. Hey everyone, today we're starting our journey in the sunny city of Nelson, tucked at the top of New Zealand's South Island. के हाल्नु भयो रे भोक लागेको मान्छे खानु बाबाले चाहिँ फर्स्ट बाइट हानिराख्नु भएको छ कस्तो छ ज्वाइँले बनाउनु भएको स्यान्डविच क्विक एन्ड इजी राम्रो छ Stunning beaches and sunny weather, it's the perfect starting point for an epic road trip. Footage of the road trip. वहाँ मेरो भाइ क्यामेराम्यान हुनुहुन्छ यदि तपाईहरुलाई नेल्सनमा क्यामेराम्यान खोजिराख्नु भएको छ भने कन्ट्याक्ट माइ ब्रदर ओके उसको एकदमै बिजी शेड्युल भइरहेको छ यो हप्ताको लागि पनि अलरेडी बुक छ है यो हप्ताको लागि शनिबार अनि अर्को हप्ता नि शनिबार पढाइ पनि यो चाहिँ मेरो जब हैन त्यसैले हबिज गर्छु. Okay, that is your hobbies. Especially, he is nearly finished his civil engineer course. I think it's 2 years, something like that. Just left 2 months. And usko yo hobbies so usko photography and football. And हामी आएको छौं साथीहरु यो चाहिँ मस्ट यदि तपाई न्यूजील्यान्डमा हुनुहुन्छ भने चाहिँ यो प्लेस चाहिँ भिजिट गर्नै गर्दा एकदमै राम्रो हुन्छ किनभने यो एकदमै धेरै टुरिस्ट एरिया पनि हो हैन अनि एकदमै राम्रो ठाउँ पनि छ यहाँ क्याफेहरु देखि लिएर एभ्रीथिङ छ अहिले यहाँ निरी यदि तपाईहरु नेल्सन ओरिपरि पहिली प्यानकेक रकहरु आउनु भएको छ भने चाहिँ प्लिज भिजिट अगेन हैन you can find totally different here because हामी पहिले आउँदाखेरि चाहिँ यो क्याफेहरु के पनि बनेको थिएन के यो बिल्डिङहरु अनि अहिले चाहिँ एकदमै धेरै मैले चेन्जेस देखे हैन which is really good यो एकदमै इम्पोर्टेन्ट नै थियो कि यहाँ निरी यस्तो बनाउनु किनभने एकदमै ब्युटीफुल छ कि यहाँ निरी वहाँ काम गर्नु भएको छ यो चाहिँ नयाँ क्याफे भन्नाले होटलहरु यहाँ निर एकदमै धेरै राम्रो खोलेको रहेछ पहिले हामी आउँदा चाहिँ यिनीहरु थिएन म तपाईहरुलाई देखाउन गइरहेको चाहिँ यो के Greenstone in Maori culture. Punamu, also known as greenstone, is a treasured stone deeply rooted in Maori culture and identity. Found mainly in New Zealand's South Island, this sacred jade carries great spiritual meaning. We arrive at Punakaiki. हजुरहरुलाई स्वागत छ पेनकेक रकमा किनभनेदेखि धेरै राम्रो छ यहाँबाट हामी त हजुरहरुलाई सबै कुरा देखाउँदै जाने छौं यहाँ के कस्तो कस्तो छ भन्ने कुरा हजुरहरुले जान्नु हुनेछ हजुरहरुलाई पनि वेलकम छ पेनकेक रकमा धन्यवाद साथीहरु लास्टै घाम लागेको छ नेल्सन त एकदमै धेरै के पो अरे पानी पर्ने देखाएको छ हैन वेदर यहाँ चाहिँ एकदमै घाम लागिरहेको रहेछ हैन एकदमै खुसी लागिरहेछ छुट्टीको दिन किनभने उताबाट आउँदाखेरि त पानी एकदमै धेरै परिरहेको थियो नि त अनि यहाँ त एकदमै राम्रो वेदर रहेछ To the iconic Pancake Rocks. These crazy limestone formations look like stacks of pancakes, carved out by the wind and the sea over millions of years. This is the look from Pancake Rock viewpoint. मेरो बुढा लास्टै गर्मी भयो रे के गाइस के गर्ने होला We are in
Pancake Rock, and the Pancake Rock is look like that one. So that's the Pancake Rock. साथीहरु यो चाहिँ एउटा स्मल ब्रिज पेनकेक रकको स्मल ब्रिज हो यहाँबाट अब सबैजना जाँदैछ हैन अब पछाडी आउनेहरु आइराखेको छ अगाडि जानेहरु सबै गइराखेको छ अनि यो चाहिँ एउटा एकदमै यादगार वक भनौं न हिँडाइ हाम्रो अनि यादगार दिन हुनेछ आमा ग्रेमा त हामी उदै जानु पर्यो नि जाने अलिकति नचो होला अब अलिकति जाने हो जाँदा मिल्छ ग्रेमाउथसम्म नपुगेर अलिकति गएर भ्यू हेर्नु भ्यू भन्दा त्यहाँ आइराख्नु भएको छ बुढा footage of blowholes and waves. And if you time it right with the tide, the blowholes put on an epic show, nature's power at its finest. हामी अहिले न्युजिल्यान्डको पेनकेक रक भन्ने ठाउँमा आज गुड फ्राइडेको दिन घुम्न आएको छौं सबै परिवार अनि कान्छी छोरी चाहिँ मिस गरिरहेका छौं हामीहरुले अनि हजुरहरु पनि यहाँ न्युजिल्यान्डमा हुनुहुन्छ भनेदेखि अहिले चाहिँ यहाँ धेरै परिवर्तन भएको रहेछ हजुरहरु नि आउन सक्नुहुन्छ हजुरहरुको लागि पेनकेक रकमा स्वागत छ हजुरहरुलाई पनि अनि इन्जोय गर्नु होला आज हामी यहाँ छौं फेरि अब घर फर्केर नि जानु छ टाइम निकै गइसकेको छ यो छोटो समयका लागि हजुरहरुलाई पनि धेरै धेरै धन्यवाद हेर्दिनु होला भिडियोहरु हेर्दिनु होला हामीहरुले जुन आज हजुरहरुको निम्ति यो भिडियोहरु बनाएका छौं हेर्दिनु होला अनि इन्जोय गर्नु होला धेरै धेरै धन्यवाद क्यामेराको बडी हेर्नुहुन्छ भने सोनी A74 अनि लेन्स चाहिँ 70 to 200 मिलिमिटर्स f1 2.8 लेन्स हो सिग्माको अनि अर्को नि छ जी मास्टर 35mm जी मास्टर f1.4 वाला नि छ ब्यागमा अहिलेको लागि चाहिँ यो युज गरिरहेको छु किनकि यहाँ मान्छेहरु नि बेसी छ अनि जुम इन जुम आउट गरिकन आफूले मन परेको एंगलमा खिच्नु मिल्छ यसले त्यही भएर अहिलेको लागि चाहिँ यो युज गर्दै छु अलिक नर्मल कन्ट्रोल इन्भाइरोमेन्ट छ भने चाहिँ अर्को लेन्स निकाल्छु ओके तिमीसित ड्रोनको कलेक्सनहरु चाहिँ के छ मैले देखिरा थिए भिआर ड्रोनहरु के कुन चाहिँ राम्रो छ अब न्यू के भन्छ नयाँ किने बायरहरुलाई मैले स्टार्ट गरेको ड्रोन भनेको चाहिँ DJI मिनी एसी हो त्यो चाहिँ मेरो ड्रोन हैन खासै गरी मेरो अर्को दिदीले किन्नु भएको थियो अनि दिदीले युज गर्नु भएन अनि त्यसपछि अस्ति भर्खर मैले अस्तिको वर्ष 2024 त्यस्तै एन्ड अफ 2024 मा मैले एउटा DJI Avatar 2 भन्ने ड्रोन किनेको थिएँ त्यही मजाको लागि So how do you experience using that Avatar drone? Did you find it a bit hard or for newer buyers like के भन्न चाहन्छु राम्रो छ DJI त्यस्तै DJI भनेको चाहिँ अलिकति बेसी फंक्सन हुन्छ त्यहाँ भित्र सबै सेन्सरहरु सबै 4K देखि क्वालिटीहरु क्यामेरा क्वालिटीहरु सबै राम्रै हुन्छ त्यही अनुसारले प्राइस पनि महँगै छ त्यही मैले आफ्टर लङ टाइम भ्लगिङ गरिरहेको छु म तपाईहरुलाई मेरो कलेक्सन चाहिँ भन्छु है स्पेशली इफ यु आर न्यू फर भ्लगर और भ्लगिङ इफ यु आर लुकिङ फर क्यामेरा हैन DJI को ओस्मो पकेट फ्री क्रिएटर कम्बो चाहिँ एकदमै धेरै राम्रो छ पर्सनली आई एम अल्सो युजिङ दिस वान करेन्टली हैन तपाईको कम्बोमा चाहिँ सबै पाउन सक्नुहुन्छ ब्याट्री एक्स्ट्रा ब्याट्री स्पेशली माइक अनि यो भयो हैन अनि तपाईले म्याग्नेट पनि पाउनुहुन्छ अनि तपाईले चार्जिङ केबल अनि के भन्छौ त्यसलाई
सबै कुरा सेटै हुन्छ अनि त्यही हो द क्वालिटी 4K मै हुन्छ एकदमै राम्रो ह्यान्डी तपाईँ ट्राभलहरू गर्न चाहनुहुन्छ ब्यागमा सानो पकेटमा राख्न चाहनुहुन्छ भने चाहिँ आई विल रिकमेन्ड दिस वान टु गेट वान राम्रो हुन्छ तपाईहरुले रिभ्यू पनि हेर्नु भयो भने एकदमै राम्रै छ यो DJI स्पेशली व्हाई आई रिकमेन्ड दिस वान इज अल्सो फर ब्याट्रिज लाइक तपाईहरुसित GoPro छ हैन GoPro पनि राम्रै हो तर DJI को चाहिँ अलिकति बेस्ट अलिक लङ लास्टिङ ब्याट्री भन्छ हैन अनि यहाँ हेर्न सक्नुहुन्छ भ्यूहरु एकदमै धेरै राम्रो छ अनि त्यही हो आज गुड फ्राइडे हो ह्यापी गुड फ्राइडे एभ्रीबडी अनि तपाईहरुले टाइम फ्यामिलीहरुसित बिताउनुहोस् हैन अब यस्तै विदेशमा यस्तै टाइमहरुमा मात्र भेटघाट यता हुन्छ सो वी आर हियर ओके बाइ